तपाईँहरूलाई आज म फेरि नयाँ सर्ट भिडियो लिएर आएको छु है धनुष टोकाको बारेमा। छोटो मिठो है, र यो चाहिँ है फेरि अब धनुष टोका, टिटनास, लकजो पनि भनिन्छन् है, हामीले भन्ने गर्छौँ। सम्पूर्ण पशु र मानिस समेत असर गर्ने एक्युट इन्फेक्सियस नसर्ने खालको रोग हो यो। क्लोस्ट्रिडियम टिराइडी नामको ग्राम पोजिटिभ स्पोर फर्मिङ ब्याक्टेरियाले है बनाएको टोक्सिनले गर्दाखेरि मसल रिगिडिटी भई तन्कन्छ, जसले गर्दा शरीर पछाडिपट्टि तन्किएर धनुष जस्तो बन्दछ। त्यसैले यसलाई धनुष टकार पनि भनिन्छ है। सबै पशुहरूलाई असर गरे तापनि सबैभन्दा बढी घोडालाई सबैभन्दा बढी असर गर्छ। मुख खोल्न नसक्ने यसलाई त्यही भएर लकजो भनिन्छ। क्लोस्ट्रिडियम टिटानिकस स्पोरहरू मानिस तथा जानवरको गोबर, फोहोर, कस, हिलो आदिमा पाइन्छ र यिनीहरू वर्षसम्म पनि बाँच्न सक्छ है। कहाँसम्म के हुन्छ भने 20 मिनटसम्म पानीमा उल्दा पनि यिनीहरू मर्दैनन् है। र यी स्पोर्ट्सहरू हाम्रो शरीरमा लागेको चोटपटक, घाउ, खसी पार्दा, पुच्छर काट्दा, प्रजनन सम्बन्धी विकृति जस्तै भडाल्नु, फर्किँदा, साल अड्किँदा, बच्चा निकाल्दा आदि ब्याक्टेरिया शरीरभित्र प्रवेश गरेर असर गर्छ र होइन। यसको सिम्टम्स चाहिँ के छ भनेपछि कति मिनट हो, यसको सिम्टम्स चाहिँ के छ भने केही दिनदेखि केही हप्तासम्म मांसपेशी कडा हुने, सोर सिस्टेन है, थर्ड आइलेट बाहिर निस्किन्छ र बङ्गाराको मांसपेशी कडा हुन थाल्छ र मुख खोल्न तथा बन्द गर्न पीडा हुन्छ है। ज्वरो आउने भइगयो, पेट साह्रो हुने तथा पछाडिको मांसपेशी खुम्चिनले गर्नाले बिरामी धनुष झै पछाडितिर मोडिन खोज्छ भन्नाले यस्तो सी आकारको बन्छ क्या। र श्वास प्रश्वास तथा तीव्रता आउँछ है, तथा अप्ठ्यारो हुने है जस्ता समस्याहरू पनि देखा पर्छ। र डायग्नोसिसमा के छ भने चाहिँ बाई सिम्टम्स है, हेरेर क्लिनिकल आधारमा हिस्ट्री लिएर, लेसन्सहरू लिएर, घाउ चोटपटक लिएर, रिगर मोर्टिस भनेको शरीरको पोस्चर कस्तो छ त्यो हेरेर होइन। अनि बाई कल्चर अफ अर्गानिजम मतलब ब्याक्टेरिया कल्चर गरेर। अनि यसको ट्रिटमेन्ट चाहिँ के हुन्छ त, न्युट्रलाइजेसन अफ टोक्सिनलाई कम्ती गर्नको लागि एन्टिटोक्सिन दिनु पऱ्यो, थेरापी दिनु पऱ्यो। डिस्ट्रक्सन अफ अर्गानिजम भनेको एन्टिबायोटिक दिनु पऱ्यो, एन्टिबायोटिक थेरापी दिनु पऱ्यो, पेनिसिल दिनु पऱ्यो है। अनि रिल्याक्सेसन हर्मोन भनेको मसल्सहरू आराम गर्नको लागि डाइजापाम दिनु पऱ्यो। अनि घाउ चोटपटक लागेको छ भने घाउको उपचार गर्नु पऱ्यो है। अनि यसको मेन कन्ट्रोल र प्रिभेन्सन भनेको त्यही हो गाइस। टिटीको भ्याक्सिन लगाइराख्नु पऱ्यो हामीले है, वर्षेनी लगाउनुपर्छ है। र 2 मिनटको छ, 1 मिनटमा के कुरो छ भनेपछि अब हेर्नु है, धनुष टकार भन्नाले के हुन्छ भने टिटनास भन्छ है। टिटनास चाहिँ अब जहाँ रस्टिङ हुन्छ, फलामहरू एकदम रस्टिङ भएको छ, खिया लागेको छ भने चाहिँ त्यसबाट फलामहरूकोबाट फोहोर मैलाबाट सर्छ। माटोबाट जन्मिने रोग हो यो, माटोमै हुन्छ है। त्यसैले हामीले चाहिँ फोहोर मैलामा बस्न दिनु हुँदैन है। घाउ चोटपोट लगाएछ भने त्यसलाई टिटनासको भ्याक्सिन दिइहाल्नुपर्छ। मानिसलाई पनि सर्छ, पशुबाट सर्ने होइन, तर मानिसलाई पनि माटोबाटै सर्छ है। त्यो सिम्टम्सहरू त्यही हो, धनुष जस्तो हुन्छ, त्यसको मसल्सहरू एकदम टाइट हुन्छ। एकछिन ल, अब म चाहिँ मेरो धेरै टाइम भइसक्यो, तपाईँहरूलाई यसको लङ भिडियो आउँछ, लङ भिडियो हेर्नु होला। धन्यवाद।